नमस्ते दर्शक महानुभावहरू, तपाईहरुलाई हाम्रो YouTube च्यानलमा हार्दिक स्वागत छ। आजको भिडियोमा हामी तपाईहरुलाई नेपाल सुन चाँदी व्यवसायी महासंघले तय गरेको दैनिक सुन चाँदी दरको बारेमा अपडेट दिन गइरहेका छौं। छापावाल सुनको अवस्था के छ र चाँदीको अवस्था के छ, हिजो कति थियो र आज कति छ, त्यसको बारेमा अपडेट आजको भिडियोमा रहनेछ। भिडियो अन्तिमसम्म हेर्नुहोला र तपाईहरुलाई मनमा लागेको प्रतिक्रियाहरू कमेन्ट गर्न सक्नुहुनेछ। हामी यस च्यानलमा दैनिक सुन चाँदी दरको बारेमा अपडेट दिँदै आइरहेका छौं। सुरु गरौं आजको सुन चाँदी दर। यो मंसिर महिना रहेको छ। मंसिर महिनामा सुन चाँदीको खपत धेरै हुने गरेको छ, किनकि मंसिर महिना विवाहको महिना हो, विवाहको लगन भएको महिना। त्यो भएर सुन चाँदी दरको बारेमा तपाईहरुलाई चासो रहन्छ, किनकि मंसिरमा धेरै शुभ कार्यहरू हुने गर्दछन्। त्यसकारणले गर्दाखेरि सुन र चाँदीको माग अत्याधिक हुने गरेको छ। त्यसकारणले गर्दा पनि सुन र चाँदीको मूल्य मंसिर महिनामा अलिक विशेष रहन्छ। सुनको भाउ बढ्ने घट्ने ता चलिरहन्छ। आज कति घट्यो, आज कति बढ्यो, यसको बारेमा अपडेट आजको भिडियोमा रहनेछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। आज मिति 2082 साल मंसिर 24 गते बुधबार 10 डिसेम्बर 2025। आजको सुनको भाउ 2,52,100 रुपैयाँ प्रति तोला रहेको छ। हिजोको भाउ रहेको थियो 2,51,900। आज 200 रुपैयाँले सुनको भाउ बढेको छ। त्यस्तै चाँदीको मूल्य आज प्रति तोला 3,750 रुपैयाँ पुगेको छ। यो हालसम्मकै तोलामा उच्च मूल्य हो। हिजो चाँदीको मूल्य 3,600 रुपैयाँ रहेको थियो। आज चाँदी 150 रुपैयाँले बढेको छ। सुनको भाउ तलमाथि भइरहेको छ भने चाँदीको मूल्य चाहिँ उच्चतिर गइरहेको छ। के चाँदीको भाउ अझै बढ्छ या सुनको भाउ अझै बढ्छ? सुन लगभग 2,58,000 सम्म पुगेर घटेको थियो भने अहिले फेरि 2,52,100 आजको मितिमा आइपुगेको छ। चाँदी पनि 3,100-3,200 बाट बढेर अहिले 3,750 सम्म पुगेको छ। सुन चाँदीको मूल्य निरन्तर बढिरहेको हामीले देख्न सक्छौं। आजको अपडेट तपाईहरुलाई जानकारी दिइसकेको छु। भोलि मंसिर 25 गतेको अपडेट लिएर फेरि उपस्थित हुने नै छौं। तबसम्मको लागि बिदा माग्छौं। नमस्कार।